युट्युब च्यानल कसरी चलाउने, कुन विषयमा चलाउने, केबाट खिच्ने यताउति। बिहानको 6 बज्दैछ, मुख पनि धोइ छैन, पानी पर्ला जस्तो छ। माथि मम्मीले जौ काटेको रहेछ, त्यो काटेर रहन्छ है, त्यो टुप्पा टुप्पा बोरामा रहेछ। अनि त्यो ओसार्न आइछु म चाहिँ। यो यति छ जौ चाहिँ। आज चाहिँ अब एकैछिनमा पानी पर्छ। चराहरू बसेछन्। मुख धोइ छैन पहिलो कुरा। चिसो बतास लाग्छ। ती सामान माथि भएका बारीमा भएका सामान सबै ल्याए, आँगन बढाएर भित्र बढाएर अब यहाँ दुध तताउँदैछु। बाइले तल कुडो पकाउँदैछ, मम्मीले भैँसी गइसक्नु। आज चाहिँ यसो भ्लग बनाऊँ भनेर बनाउँदैछु। मुख अझै धोइ छैन। बिहान उठ्ने बित्तिकै मुख धुन पर्छ भन्ने मान्यता हो हुन त, तर चिसो पनि छ। चिसोको कारणले नधोएको त होइन, म जस्तो सुकै जाडोमा पनि चिसै पानीले नुहाउने मान्छे हो। तर एकछिनपछि धुनु पर्ला। अनि आजको यो भिडियो जस्तै भ्लग त बनाइन्छ नै, भ्लगसँगै केही कुराहरू जानकारी पनि दिन पाइयो भने अझै रमाइलो हुन्छ। त्यसैले तपाईहरुलाई नयाँ युट्युब च्यानल खोल्न मन छ भने चाहिँ कसरी खोल्ने, के गर्ने, त्यो बारेमा बिस्तारै बिस्तारै बताउँछु। आजको यो भिडियो पुरै हेर्नु होला। बत्ती जान नि सक्छ, मौसम उराठ लाग्दो छ। यो पुरै हुन त पानी पर्ने लक्षण पनि हो, तर धुलो पनि छ, रुगा लागिरहेछ, अरु त्यस्तै छ। ल, युट्युब च्यानल नयाँ खोल्न मन छ अथवा कसरी चलाउने होला भन्ने मन छ भने चाहिँ म आजको भ्लगमा त्यही सिकाउँला। च्यानललाई हेर्नुस्, सपोर्ट गर्नुस् है त। पानी पर्ला जस्तो भइसकेको छ। त्यहाँ दुध तताउँदै यो खाटमा बसेर मैले एक्सर्साइज गरेँ, योगा गरेँ, आफूलाई रिल्याक्स फिल हुने खालका केही कुराहरू गरेँ। अनि मुख चाहिँ अझै धोइ छैन, अलि धुन्छु। 6:35 जाँदैछ। अनि एक्सर्साइज गर्दै गर्दा केही आफूलाई मनपर्ने गीतहरू सुन्छु, धुनहरू सुन्छु। अनि यता दुध पनि हेर्दैछु, यहाँ उम्लिन्छ कि उम्लिँदैन भनेर आगो पनि बाल्दैछु, एक्सर्साइज पनि गरेँ। अब कुरो थियो आजको भिडियो यो भ्लग सँगसँगै युट्युब चलाउन मन छ, कसरी चलाउने यताउति कुरा मनमा लाग्न सक्छ। सुरुमा लाग्न सक्छ राम्रो खालको मोबाइल छैन, क्यामेरा छैन, अलि राम्रो खालको क्यामेरा अथवा मोबाइल, माइक साइक, स्ट्यान्डहरू सबै मिलाएपछि बल्ल सुरु गर्न होला। अहिलेलाई त यतिकै छ, पछि चाहिँ गर्न होला, रहर छ, एकचोटि युट्युब चलाउने रहर छ भन्ने सोचहरू आउन सक्छ। सबैलाई आउँछ, धेरै जसो आउँछ है। अब भिडियो त खिच्ने, के विषयको खिच्ने, कति खिच्ने, कुन कुरा खिच्ने भन्ने कुरा त पछि भन्छु। पहिला चाहिँ मोबाइल छैन, राम्रो खालको क्यामेरा छैन भन्ने कुराहरू आउन सक्छ। 20-25 हजारको मोबाइल चलाउनु हुन्छ भने चाहिँ तपाईको मजाले युट्युब च्यानल चलाउन सक्नुहुन्छ। फेस देखाएर चलाउन मन छ अथवा फेस नदेखाइकन चलाउन मन छ, अथवा केही आफू केही जो गर्दिन अनि के देखाउनु त भन्ने पनि आउन सक्छ। पहिलो कुरा मोबाइलको थियो। तपाईको 20-25 हजारको मोबाइल छ भने तपाईले आनन्दले मजाले भिडियो बनाउन सक्नुहुन्छ। 20-25 हजारका मोबाइलमा पनि राम्रै खालको भिडियोहरू खिच्न सकिन्छ। भिडियो खिचेपछि एपहरू हुन्छन्, ती एपहरूबाट 4K मा डाउनलोड गरिसकेपछि क्वालिटी पनि बढिहाल्छ, युट्युबमा राख्न मिल्छ। त्यसैले मोबाइल राम्रो छैन, क्यामेरा राम्रो छैन, भिडियो खिच्न जान्दिन, माइक छैन, यताउति छैन भन्ने बानी नबसाल्नुस्। किनकि मैले कुन मोबाइलबाट सुरु गरेको त्यो अहिले पछि बताउँला। अनि तपाईले त यस्तो खालको योनसँग जोडिएका कुरा राख्नुहुन्छ अनि धेरैले हेर्छन् भन्ने कुरा होला। मेरो 4वटा युट्युब च्यानल छ, 4वटामा एउटा मात्र योनसँग जोडिएका कुरा आउने च्यानल, अरु चाहिँ अरु विषयका छन्, नेचर सम्बन्धी छन्, भ्लग सम्बन्धी छ, अरु सम्बन्धी छ। तपाईहरुले जुन कुरा धेरै हेर्नुहुन्छ त्यसैको मात्र चासो लाग्ने हो। त्यसैले 20-25 हजारको मोबाइल छ अथवा भिडियो राम्रै खालको आउने मोबाइल छ भनेपछि तपाई युट्युब चलाउन सक्नुहुन्छ। अब कुन विषयको बनाउने, के गर्ने त्यो चाहिँ एकछिनपछि भन्छु। दुध उम्लो के यहाँ त
दुध चाहिँ बाहिर चाहिँ गएन, यो चाहिँ हिजो पोखेको आज पोखेको होइन। यो यति फुटालेको चाहिँ किनकि आगो पास भएन, अनि यो खोलिदिएपछि चाहिँ बढी उस हुने कारणले गर्दाखेरि चाहिँ त्यहाँ फुटालेको। हेर चुलो भत्काएर भन्ने कुरा नगर्नु होला, पाहाडतिर यस्तै हो। अनि उम्लिरहेछ। ल दुध त निकाल्न सक्यो। मैले चाहिँ चिनी छोडेको लगभग 2 महिना भयो। यो युट्युब च्यानल हेर्नुभयो भने कुनै भिडियोमा मैले चिनी आजबाट छोड्यो है भनेर राखेकी छु। 2 महिना भयो, एकदम आनन्द महसुस भइरहेछ। 2 किलो 2.5 किलो जति वेट घट्यो, केही नगरिकन चिनी मात्र छोडेको कारणले गर्दाखेरि। अब चाहिँ ल दुध उतारेर भित्र लान्छु र मुख चाहिँ धुन्छु है। म मुख चाहिँ धोएँ। घामले उताबाट हेरिरहेछन्, मधुरो पारामा चिसो भइरहेछ। लगभग 6:45-40 गयो होला। मोबाइल उता छ, कति भने 6:47 भएछ। घामलाई देख्नुभयो किन? ऊ हेर्नुहोस्, घामको अवस्था यस्तो छ। चाहिँ घामलाई चाहिँ जुम गरेको है। अरू बेला चाहिँ तपाईँहरू जुम नगर्नु होला, घाम चर्काला मोबाइलले जुम गर्छु भन्नु नसोच्नु होला। क्यामेराको मोबाइलको लेन्स खराब हुनसक्छ। अनि अहिलेसम्म भनेको कुरा भिडियो म यता पनि देखाइरहेछु है, गाउँतिर पनि देखाइरहेछु। चरोको राग पनि सुन्नुभयो होला। युट्युब च्यानल चलाउन रहर छ भन्ने कुरा थियो। 20-25 हजारको मोबाइल पनि छ तपाईँसँग। अलिअलि भिडियो खिच्नुहुन्छ, टिकटक त बनाउनुहुन्छ होला, रिलहरू बनाउनुहुन्छ होला, अथवा आफूले नबनाए पनि खिचिदिनुहुन्छ होला अरू कसैको भिडियो पनि, फोटो खिच्न पनि राम्रै आउँछ होला। रहर थियो होला फोटोग्राफर बन्ने यताउति। अनि त्यो चाहिँ आफूमा छ, जान्नुभएको छ। यदि जान्नुभएको छैन भने त्यो सजिलो छ, फोटासोटा खिच्न, भिडियो खिच्न त्यो सजिलै छ। मोबाइल पनि भयो। अब माइक साइक चाहिएन, सुरुमा यसरी नै बोलेर गर्ने, पछि राम्रो प्रगति हुँदै गएपछि बल्ल माइक किन्ने। पहिल्यै सुरुबाट म यस्तो राम्रो गर्छु भनेर क्यामेरा किन्ने, त्यो किन्ने, त्यो चाहिँ नगर्नुहोस्। राम्रो हुँदै गइसकेपछि बल्ल किन्नुपर्छ, पहिले आत्तिन आवश्यक छैन। अनि अहिले चाहिँ हेर्नुहोस् यो धुलो कति छ, बाटोको धुलो सबै उडेर यो सुन्तलाका पातहरू पनि सबै देख्न सक्नुहुन्छ। पुरै सबै धुलै धुलो छ। पानी एकचोटि आयो भने चाहिँ सफा हुन्थ्यो भन्ने हामीलाई लागिरहेछ। हावा लाग्न थाल्यो, हावा लागेपछि पानी पर्दैन होला सायद। कौवाहरू दौडे खान के अरे पक्कै पनि पानी आउँछ कि जस्तो पनि लागिरहेछ। अनि जता हेऱ्यो चराचुरी मात्र देख्छु। अनि ल यो भिडियो चाहिँ पुरा हेर्नु होला। अब म कस्तो पाराले भिडियो बनाइथेँ, बिहान उठेँ, के गरेँ त्यो देखाएँ, एक्सर्साइज गरेँ, अनि मौसम खबर देखाएँ। युट्युब च्यानल चलाउन मन छ भने, तपाईँसँग मोबाइल छ भने चाहिँ हुन्छ, अरू केही आवश्यक छैन भन्ने पनि भनिसकेँ। अब चाहिँ के विषयमा बनाउने, समय चाहिँ हुँदैन यताउति भन्ने कुरा छ भने त्यो समय कसरी निकाल्ने र के विषयमा बनाउने एकैछिनपछि भन्छु। भर्खरै भनेर कहाँ सक्नु त नि यो कुरा, होइन र? घाम अझै पनि उतै छन्, 7 बज्दैछ। यो लगाएँ जाडो भएर। ठुलिया कहाँ गएर आएँ, पोलतिर यसो बसेर आएँ। त्यसपछि मेरो वरिपरि चाहिँ कि त कापी कि त कलम हुन पर्यो कि, पढे पनि नपढे पनि, लेखे पनि नलेखे पनि हुनपर्ने। अनि त्यो टेबलमा चाहिँ एउटा किताब राख्छु, कापी कलम पनि राख्छु। पानी पर्छ कि भनेर राखेको छैन, होइन भने चाहिँ दिनभरि त्यही राख्छु, साँझभित्र लान्छु। दिउँसो बस्दाखेरि यसो केही लाइन हेर्न मलाई हेरौँ, अथवा बत्ती गयो भने पनि हेरौँ, यस्तो यस्तो गर्छु। अनि मम्मीले चिया खा गर्ने, मैले चिनी छोडेदेखि चिया पनि खाइथिइनँ। हुन त पहिले पनि 4-5 वर्ष चिया खाएँ होइन। अनि त्यसपछि बिचमा फेरि खाने बानी बसाल्दै थिएँ, भाइहरूले लिएर खाइथेँ। अहिले चाहिँ मम्मीलाई नाइ भन्न नसकेर चिनी नहालेको चिया भनेर निकालिदिनु, अब त्यो खान्छु। अनि पढ्ने बानी चाहिँ बसाल्नुहोस् है। जस्तै हामीले केही सुनिन्छ, त्यो पढ्नभन्दा त सर सुन्नु भइहाल्छ नि भन्ने हुन्छ। पढ्दाखेरि चाहिँ हरेक शब्दभित्र गढेर त्यो अनुभव लिन पाइन्छ, महसुस गर्न पाइन्छ। त्यहाँ राख्छु मैले, कोही मान्छे आए पनि हेर्छन्। त्यहाँ चाहिँ शिरीषको फुल भन्ने छ होला, हिजो पनि अलिकति पढेँ। त्यो जति पढे पनि केही न केही चाहिँ पढ्ने के, त्यो बानी। त्यसपछि अलिकति पढेँ। शिरीषको फुल पढ्नु भएको छ नै, सुन्नु त भयो होला, पढ्नु भएको छ नै। मैले चाहिँ कहाँसम्म पुगेँ भने त्यो बरीको जन्मदिन परेर आएको हुन्छ नि, हो त्यहाँ बरीको जन्मदिन परेर गएको शिवराजकी बहिनी बरी सकम्बरी। अनि मेन पात्र के अरे त्यो छ्या
यस्ताले नि पढ्ने अनि त्यस्तै थियो अनि आनन्द लाग्छ कि पढ्दाखेरि जति पटक पढे पनि जुनसुकै किताब पढे पनि अनि कापी र कलम राख्छु लेखे पनि नलेखे पनि यत्तिकै जे गरे पनि त्यस्तो चाहिँ बानी छ। अब म चिया खान्छु त्यसपछि हाम्रो जुन मेन कुरा थियो त्यो कुरा पनि गर्दै गरौँला। यति बेला चाहिँ बिहानको 7:48 भएछ, 7:48 गर्छ। बारीमा अलिअलि काँडा थियो, काँडा के भन्छन् त्यो चाहिँ जलाउने भनेर बारीमा आछौँ। काम खै त उहाँ छन्, अरू यस्तै छ। मेरो चाहिँ यो ट्राइपड छ, ठुलो हुन्छ यो चाहिँ। अहिले चाहिँ यहाँ राखेर त्यहाँ बसेर भिडियो बनाउँछु भन्ने सोचेको। यसलाई चाहिँ यहाँ अड्डाइदिन्छु र अनि कुरा गर्छु है त। म विचार गर्दैछु कहाँनिर क्यामेरा राख्दाखेरि चाहिँ भिडियो ठिक्क देखिन्छ, राम्रो देखिन्छ भनेर। अब चाहिँ बसेर कुरा गरौँ सिधै, धेरै अरू कुरा केही नभनिकन मेन कुरा गरौँ। ब्लग सलग हुँदै गर्छ। एउटा किताब, एउटा कापी पेन, चस्मा, यसो गीत सुन्न मन लाग्यो भने स्पिकर छेउमा हुन्छ। अहिले चाहिँ मैले माइक लगाइसकेँ, यो बाटाको आवाज धेरै आएको छ। अनि यो आजभोलि बारी जोत्ने सिजन चले अनि त्यो बारी जोत्दाको ट्र्याक्टरको आवाज आएको हुनाले लाएँ। अब यति बेरसम्म मैले के भने त्यो छँदैछ, तर म फेरि सुरुबाटै सबै कुरा बताउँछु। सुरुबाट बताउनु पर्दा म कति बेला उठेँ, के भयो देखिसक्नु भएको छ। अहिले चाहिँ मौसम भन्नाले समय 8:58 गएको छ, 9:02 छ। सबै काम पनि लगभग सकियो। अब तरकारी बनाउनलाई सबै रेडी पारिसकेँ। अहिले गएर झैँ पारेसी भइहाल्छ। च्याउ पकाउने सोच छ आज चाहिँ। अनि पानी पर्छ कि पर्दैन थाहा भएन। अब मेन कुरा गरौँ, युट्युब च्यानलको कुरो थियो है। यसका थुप्रै सिस्टम हुन्छन्, मोनिटाइजिङ कसरी गर्ने, पैसा आउने कसरी बनाउने, पैसा कौनो खाता आउने गराउने, ती कुरा पछि हुँदै गर्छ। त्यो कुरालाई अहिले नआतिनुस्। अहिले तपाईँ स्टार्ट मात्र गर्नुहोस्, रहर पुरा गर्नुहोस्। त्यसलाई रमाइलो तरिकाले आफूले प्रयोग गर्नुहोस् के। गर्छु भन्दैमा ल आफ्नो अरू काम छोडेर अरू जुन तपाईँ काममा लागिरहनु भएको छ त्यो काम छोडेर मोबाइल चलाएर भिडियो बनाउनुहोस् भन्न खोजेको चाहिँ होइन। समय मिल्छ, केही बोल्न मन लाग्छ, केही गीतहरू गाउन राम्रो लाग्छ, गजल मुक्तक आउँछ, अथवा तपाईँ केही काम गर्दै हुनुहुन्छ, टिचर हुनुहुन्छ, पढाउनुहुन्छ, कुन सब्जेक्ट पढाउनुहुन्छ, त्यो सब्जेक्टभित्रका केही परीक्षामा आउन सक्ने सम्भावना भएका ती प्रश्नहरू अथवा जुनसुकै कुराहरू पनि के। अब एउटा मोबाइल छ, भिडियो सिडियो खिच्न मिल्छ भने त्यो मोबाइलबाट भिडियो खिच्न थाल्नुहोस्, जुनसुकै मोबाइल होस्। यो त मेरो पोहोरबाट मात्र चलाउन थालेको हो। केही भिडियोहरू चाहिँ मैले यसबाटै राखेँ। यो रेडमी 11 प्रो 5G हो। अनि पोहोर 3 वर्ष भयो यो मोबाइल किनेको चाहिँ। त्योभन्दा पहिला पनि मैले भिडियो राखेकी छु यो च्यानलमा। 3 वर्ष त नै 2 वर्ष भयो होला। तर त्यो भिडियो चाहिँ मैले यो फेसबुकमा पहिले राख्थेँ, युट्युबमा राख्ने बानी थिएन। तर पछि के सोचेँ भने जेसुकै भए पनि युट्युबमा राखौँ, फेसबुक डिलिट होला के होला, तर युट्युबमा चाहिँ हेर्न मिल्छ कमसेकम भन्ने सोचेर। त्यो कपिराइट कुन गीत राख्दा कपिराइट लाग्छ त्यो पनि केही आइडिया थिएन। सिधै वाचन गर्थेँ कथाहरू, अनि फेसबुकमा थप्रै राख्थेँ। अनि पछि फेसबुकको थुतेर युट्युबमा राख्न थालेँ। तलतिर गएर यो भिडियोको सबैभन्दा पहिलो भिडियो कुन थियो भनेर हेर्नुभयो भने देख्नुहुन्छ। अनि त्यो भिडियो कति कम क्वालिटीको छ भन्ने कुरा खै कसरी बताउँ। केबीको छ होला, सायद केबी छ कि एमबी छ। एकदमै कम क्वालिटीमा पोस्ट गरेकी छु, अडियो मात्र छ, फेस केही पनि छैन। एउटा कथा वाचन गरेको छु, अपरिचित महिलासँग रातिको यात्रा भन्ने। यो च्यानलबाट होइन, सरी, यो च्यानल त म अर्को च्यानल ब्लग च्यानलबाट बोल्दैछु, ममता लैले युट्युब च्यानलबाट। यो च्यानल चलाएको धेरै भएको छैन। यो च्यानल तपाईँको पनि त भाइरल भएको छैन के अरे, जम्मा यति 6-7 हजार, कति 8 हजार, कति सब्सक्राइबर मात्र छ के अरे भन्ने सोच्नु भयो होला। यो च्यानललाई मैले त्यति धेरै कुन विषयवस्तुलाई अगाडि बढाउने भनेर भिडियो बनाएको छैन। जस्तै म यताउति डुलेको देख्नु भएको छ होला, त्यो डुलेको मात्रै छ, त्यसबाट केही कुराहरू ज्ञान दिन मिल्ने खालको कुरा केही बताइएको छैन होला। आफूले
जे राखे पनि त्यसबाट अरूहरूले इन्जोय लिउन्। म नाचिछु अथवा म कतै घुम्न गइछु त्यो हेरेर आनन्द लिने पनि हुन सक्छन्, तर अरू ऊ डुलेछ, ऊ खाइछ, ऊ रमाइछ, के हेर्नु भन्ने पनि हुन सक्छन्। तर केही कुराहरू बतायो भने, जस्तै मैले यो भ्लग सँगसँगै युट्युब च्यानल कसरी चलाउने भन्ने कुराहरू बतायो भने, एक त यताउति डुलेको पनि देख्नुभयो, एक त युट्युब कसरी चलाउने त्यो कुराको बारेमा पनि जानकारी थाहा हुँदैछ भन्ने हुन्छ नि त। त्यही भएर पनि हेर्न सुन्न एउटा बाध्यता पनि भयो कि। मोबाइल छ, मोबाइलबाट भिडियो सिडियो खिच्न थाल्नुहोस्। भिडियो अपलोड कसरी गर्ने यी कुराहरू बुझ्न चाहिँ तपाईँहरू युट्युबमा हेर्नुभयो भने, युट्युब च्यानल कसरी चलाउने भन्नुभयो भने त्यहाँ आइडी कसरी बनाउने, फोटा कसरी राख्ने, अपलोड कसरी गर्ने त्यो सबै बताउँछ न। अनि तपाईँहरूलाई के बताउन चाहेको भने, कुन विषयमा भिडियो बनाउने त नि। भिडियो बनाउनु मन छ, तपाईँहरू पढाउनुहुन्छ, टिचर हुनुहुन्छ, समय मिल्दैन, बिहान उठ्यो, स्कुल गयो, आयो, थकाइ लाग्छ, सुत्यो, यताउति। अरू तपाईँ कुनै ड्युटी गर्नुहुन्छ, अफिस गयो, आयो, सुत्यो, अरू काम गर्नुहुन्छ, त्यस्तै घरमा थपक्क बस्नुहुन्छ, मोबाइल चलाएर मात्र स्क्रल गरी मान्छेले दिनमा 6 घन्टा 4 देखि 6 घन्टासम्म मोबाइल चलाउँछ अरे कि। कति धेरै चलाउँछ। त्यसबाट फाइदा के लिने, कसको घरमा के झगडा भएको छ त्यो हेर्ने, कता के भयो त्यो हेर्ने, तिनी कुराहरू हेर्नुभन्दा आफ्नो घरमा के हुँदैछ, के फल्दैछ, के फुल्दैछ, के हुँदैछ, मौसम कस्तो छ, त्यो बारेमा राख्नुभयो भने राम्रो हुन्छ कि। अरूको बारेमा हेर्नुभन्दा अरूले कसरी भिडियो बनाएर राखेका छन्, कुन कुराहरू देखाइरहेका छन्, ती कुराहरू हेर्नुहोस्। कि कसका घरमा के भयो, कसले झगडा के गर्यो, कता के भए, को आत्महत्या गरे, तिनी कुराहरू हेरेर आफूलाई झन् यो दिमागलाई टचर दिने काम चाहिँ नगर्नुहोस्। पढाउनुहुन्छ भने तपाईँ कुनै सब्जेक्ट पढाउनुहुन्छ, त्यो विषयमा तपाईँलाई धेरै जानकारी छ, नलेज छ भने त्यो बारेमा युट्युबमा राख्नुहोस्। आफ्ना केटाकेटीहरू, स्कुलमा पढाउने बच्चाहरू, विद्यार्थीहरूलाई के भन्नुहोस् भने, तिमीहरूले अहिले जुन पढ्यौ त्यो विषयको बारेमा मैले युट्युब च्यानल, मेरो युट्युब च्यानल केटाकेटी हो, यो च्यानलमा छ, नाम यो च्यानल छ, के अरे नाम यो छ, यो च्यानललाई गएर तिमीहरू सब्सक्राइब गरौ, त्यसमा पनि मैले यी कुराको बारेमा बताएको छु भनेर त्यहाँ भन्नुहोस्। विद्यार्थीले स्कुलमा राम्रोसँग पढ्न पाएन भने पनि घर गएर त्यो च्यानल खोलेर सरले यसरी पढाउनु भएको थियो, यो सब्जेक्ट भनेर हेरेको हुन्छन्। स्कुलमा मोबाइल चलाउने दिँदैनन्, अनि कहाँ बसेर भिडियो बनाउने त नि, यताउति कुरा पनि आउला। तर तपाईँ राम्रो तरिकाले विद्यार्थीलाई पनि असर नहुने तरिकाले, अनि त्यो एउटा नियम हुन्छ नि, त्यो नियम पनि नतोडिने तरिकाले केही ज्ञानका कुराहरू बताउनुहुन्छ भने स्कुलमा भिडियो खिच्न त पाइन्छ नि। तपाईँ पढाउनुहुन्छ, विद्यार्थीको फेस राखिदिनु परेन, तपाईँहरू एउटा स्ट्यान्ड राखिदिनुहोस्, अनि त्यसपछि तपाईँ पढाउन सुरु गर्नुहोस्। त्यो भिडियोमा रेकर्ड पनि भइरहेको हुन्छ, यतापट्टि विद्यार्थीहरूको फेस पनि देख्न परेन। अथवा हुन्छ नि त कुनै विद्यार्थीले मेरो फेस नराखिदियो हुन्थ्यो यताउति भन्ने, सबैको भिडियो खिचेर राख्न पाइँदैन नि त आजभोलि। त्यसैले आफ्नो मात्र देखिन्छ, बोर्ड देखिन्छ, त्यो मोबाइल त्यहाँ उभिँदैमा कसैलाई पनि अप्ठ्यारो हुँदैन। विद्यार्थीको सहमतिमा मिल्छ, स्कुलको सहमतिमा मिल्छ भने त्यसरी भिडियो बनाउनुहोस्। होइन भने घर जानुहोस्, एकैछिन बसेर आनन्दले केही समय त पाइन्छ होला नि, 5 मिनट त मिल्छ होला नि। त्यो 5 मिनटमा यस्तो गरेर केही जानकारी, एउटा प्रश्नको जवाफ बताइदिनुहोस्, एउटा म्याथको सल्युसन हल गरिदिनुहोस्, विज्ञान होला, जुनसुकै सब्जेक्ट हुनसक्छ, ती सब्जेक्टको बारेमा तपाईँहरूले घर बसेर पनि अथवा विद्यालयमा मिल्यो भने त्यसरी पनि तपाईँहरू पोस्ट गर्न सक्नुहुन्छ। टिचरको कुराहरू त भइहाल्यो। अब आउन सक्छ हामी घर बसेर काम गर्नेहरूको चाहिँ के राख्ने। तपाईँहरू थुप्रै महिला भ्लग बनाउने, उत्तराखण्ड इन्डियाको थुप्रै महिलाहरूले हरेक घरमा घरको महिलाले त्यो भ्लग च्यानल चलाएका हुन्छन्। उनीहरू के काम गर्छन्, बिहान उठेर भैँसी दुने काम होला, गोबर सोत्तर गर्ने काम, आँगन बढार्ने काम हुनसक्छ, केही सिजन अनुसार मकै रोप्ने बेला हुँदैछ, मकै रोपेको पानी पर्यो कि परेन, मकै मरेको अथवा फुल फुलेको, ती कुराहरू राख्न सक्नुहुन्छ। तपाईँहरू अरूको भिडियो हेरेर बस्नुभन्दा थोरै खिच्न सक्नुहुन्छ। आफै भिडियो जोडेर राख्न जानिँदैन भने पनि त्यो सिक्न सकिन्छ। केटाकेटीलाई सिकाइदियो भन्नुहोस्, आजभोलिको बच्चा बच्ची सबै कुरा जानेका हुन्छन्, सजिलो हुन्छ, त्यति धेरै गाह्रो हुँदैन। अलि समय गाह्रो होला, एक हप्ता 1 महिना गाह्रो होला, तर बिस्तारै सिक्दै जानुहुन्छ, त्यो पनि आपत्ति भएन। विदेशमा हुनुहुन्छ, विदेशमा त मोबाइल चलाउनै पाइन्न, यताउति आउला। तपाईँ दिनभरि काम गर्नुहुन्छ, साँझ पख थकाइ लाग्छ, बिस्तारोमा गएर सुत्नुहुन्छ, अथवा अरू कता के हुँदैछ भिडियो हेर्नुहुन्छ, त्यो हेरिन्जेरी थपक्क बस्नुहोस् अनि गफ गर्नुहोस्। आज म यसरी ड्युटी गएँ, यस्तो भयो, घरतिर के होला, यस्तो छ, परदेशी जीवन यस्तो छ, यी कुराहरू बताइरहनु। सधैँ एउटै कुरा बताइरहने परदेशमा भन्ने कुराहरू आउन सक्छ।
अरू कुनै विषय हुन सक्छ, तपाईले जिन्दगीका केही कुराहरू घटनाहरू हुन सक्छ, केही सुनाउन पर्ने जस्तो कुरा हुन सक्छ, आफूले भोगेका पीडाहरू हुन सक्छ जसले मन हल्का गराओस्, अरूले पनि त्यो कुराबाट यस्तो चाहिँ गर्न नहुँदो रहेछ अथवा यसरी चाहिँ गर्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ, ती कुराहरू बुझ्न सकिन्छ, जीवन कसरी गर्दैछ त्यो बारेमा बताउन सकिन्छ। थुप्रै लाइनको जुनसुकै कुराहरू गर्दै हुनुहुन्छ त्यो बारेमा तपाईहरूले भिडियो खिचेर राख्न पर्छ। जस्तै म यौन साहित्य लेखक हो, गजल मुक्तकहरू पनि लेख्छु, श्रृङ्गारिक लेख्छु, गजल सजल राख्छु, कथाहरू राख्छु, यौन साहित्य विधा लिएको हुनाले काम जिज्ञासुका भिडियोहरू पनि राख्छु, मेरो कामै त्यही हो, म त्यही राख्छु, राम्रै चलिरहेछ, कमाइ पनि राम्रै भइरहेछ, ठिकै छ, सबैको आफ्नो आफ्नो बाटोहरू हुन सक्छ। अरू तपाईहरू के जागिर गर्नुहुन्छ त्यो कमेन्टमा लेखिदिनुस्, म यस्तो यस्तो खालको जागिर छ, जब छ, काम छ, कस्तो भिडियो बनाऊँ अथवा कसरी स्टार्ट गरौँ त्यो बारेमा जानकारी लिन मन छ भने कमेन्टमा लेखिदिनुस्, मैले सजिलोसँग सल्युसन बताइदिउँला। अनि हुनसक्छ नि त आइडिया नआएको हुनसक्छ, मोबाइल पनि राम्रै छ, सबै कुराहरू छ मसँग, तर कसरी सुरु गर्ने, कहाँबाट सुरु गर्ने, कसरी राख्ने ती कुराहरू अलमल परेको हुनसक्छ। कसरी राख्ने, कति बेला राख्ने, कस्तो तरिकाले खिच्ने, जुनसुकै तपाईँ जेसुकै काम गरे पनि तपाईँले मोबाइल चलाउनुहुन्छ, अरू भिडियो हेर्नुहुन्छ, अरू भिडियोका लागि समय छ भने आफूलाई पनि समय निकाल्नुहोस्। ती भिडियोबाट पैसा आउला नआउला त्यो आश नगर्नुहोस्, म भिडियो राखेर म 1 लाख कमाउँछु महिनाको, 1 हप्ताकै 20-25 हजार कमाउँछु भन्नेतिर नलाग्नुहोस्। पहिले आफूले त्यो कामलाई रमाइलो तरिकाले गर्न सिक्नुहोस्, त्यो काममा तपाईँलाई मजा आओस् कि जबरजस्ती गर्नु पर्यो भन्ने तरिकाले नगर्नुहोस्, अरू काम पनि गर्नुहोस्, अरू काम नछोड्नुहोस् भनेको होइन। मेरा पनि थुप्रै अरू कामहरू पनि छन्, म ती अरू काम पनि गर्छु, किताब निकाल्ने लेख्ने काम पनि गर्दैछु, सबै काम पनि हुँदैछ। तपाईहरू भिडियोमा म फेसबुकमा देख्नुभयो भने म पहिले थुप्रै फेसबुकै म यति धेरै लत थियो कि कसरी बताऊ, पोस्टहरू दिनमै 15-16टा पोस्टहरू जान्थे कि मेरा, अनि ती पोस्टहरूको बारेमा थोरै लेखेर राखिन्थ्यो, कति कपी गरेर लान्थे। अहिले ती पुराना आजभन्दा 5-6 वर्ष अगाडि राखेका ती पोस्टहरू पनि आजभोलि कतै अरू अन्त देखिन्छन्, ती कुराहरू देखिन्छन्। ती कुराको बारेमा अलि बयान गरेर यसरी बोलेर राख्यो भने युट्युबमा अहिले नचलेको भिडियो 1 वर्षपछि चल्न पनि सक्छ, ती कुराहरू पछि हेर्न नि सकिन्छ। आफ्नो त्यो आइडी छ, आफूले आइडी जिमेल कुन नम्बरबाट खोल्नु भएको छ, के हो जिमेल, पासवर्ड के हो, त्यति सुरक्षित राख्नुभयो भने तपाईँको आइडी बिग्रिँदैन केही पनि हुँदैन। त्यो कुरा चाहिँ ध्यान राख्नुहोस्, एउटा हराउँछ अर्को हराउँछ भन्नेतिर नलाग्नुहोस्, कापीमा लेखेर राख्नुहोस्, त्यो एउटा सम्पत्ति हो। थुप्रै अब तपाईँ के जब गर्नुहुन्छ त्यो कमेन्ट गर्नुहोस्, ड्राइभ गर्नुहुन्छ, गाडी चलाउनुहुन्छ, अथवा पसल गर्नुहुन्छ, अथवा कुनै फ्यान्सी पसल छ, अथवा तपाईँ डक्टर नै हुनुहुन्छ, अथवा टिचरको कुरा आइहाल्यो, व्यापारी होटेल सम्बन्धीको आइहाल्यो, होटेलमा ग्राहकहरू यसरी आए, यो खाना पकाएर खुवाएँ, त्यो भन्ने कुराहरू हुनसक्छ। त्यस्तै तपाईँहरूको थुप्रै खालको जबहरू होला, त्यो जबमा तपाईँहरू दिनभरि खाली हुँदाखेरि मोबाइल चलाएर बस्ने यताउति पनि त हुन्छ होला। बाख्रा पालन गर्नुहुन्छ, भर्खरै बाख्रो गरायो, ठ्याक्क मैले सुनिहालेँ, बलतिर बाख्रा पालन गर्नुहुन्छ, त्यो बारेमा पनि बाख्रा यसरी पाल्दाखेरि यस्तो हुन्छ, यति फाइदा हुन्छ, त्यो बारेमा लेख्न सक्नुहुन्छ। फोटोग्राफर गर्ने मन छ, हिँडडुल गरिरहने काम छ, त्यो हिँडडुल गरिरहेको खिच्न पनि सक्नुहुन्छ। धेरै अप्सनहरू छन्, ती अप्सन तपाईँहरू कुन अप्सन, मैले जस्तै टिचरको अप्सन दिएँ, यसरी गर्न सक्नुहुन्छ भन्ने कुराहरू, त्यस्तै थुप्रै अरू जबहरूको पनि थुप्रै अप्सनहरू हुन्छन्। त्यो बारेमा जानकारी लिन मन छ भने कमेन्टमा सोध्नु होला, म बताउँला। अनि मेरो अर्को च्यानल छ नि ममता.लैलै, डिस्क्रिप्सनमा च्यानलहरू मेरा के छन् ती च्यानल राख्दैछु, ती च्यानलमा नि हेर्नु होला मैले कस्तो खालको भिडियो कुन च्यानलमा राखेकी छु, कसरी राखेकी छु भन्ने कुराहरू पनि हेर्नु होला। च्यानल मोनिटाइजिङ हुन त यत्रो समय लाग्छ अरे, 4000 घन्टा भ्युज हुनु पर्यो, वाच टाइम हुनु पर्यो 4000 घन्टा, 1000 सब्सक्राइबर कसरी पुर्याउने भन्नुहुन्छ। तपाईँहरूको फेसबुकमै साथी हेर्नुभयो भने थुप्रै छन् होला, थुप्रै फेसबुकमै साथीहरू छन् होला नि, फेसबुकको साथी युट्युबमा ल्याउन कति गाह्रो छ भन्ने कुरा नि हुन सक्छ। आफन्तीहरू जो होलान् नि तपाईँहरूका त आफन्त पनि होलान्, अथवा यत्रो वाच टाइम कसरी पुर्याउने भन्ने होला। तपाईँले जुन एउटै टाइममा रेगुलर राख्दै जानुभयो, तपाईँहरूलाई अरू ल्याङ्ग्वेज आउँछ, हिन्दी ल्याङ्ग्वेज आउँछ भने, इङ्ग्लिस ल्याङ्ग्वेज आउँछ भने अझै धेरै राम्रो। हिन्दी किन राम्रो, फेरि हिन्दी बोल्ने नेपाली भएर होइन नि, त्यस्तो होइन। तपाईँहरूलाई जुनसुकै ठाउँको भाषा आउँछ भने त्यो राम्रो हो। तपाईँहरूलाई अङ्ग्रेजी भाषा आउँछ भने अझै राम्रो। अङ्ग्रेजी भाषा सबै इन्टरनेसनलले बोल्ने सुन्ने भएको हुनाले चाहिँ त्यो भाषामा अरू विदेशीहरूले पनि हेर्छन्, इङ्ग्लिस जानेकोहरूले हेर्छन्। हिन्दी भाषा धेरैले जानेको हुन्छन् र पपुलेसन पनि धेरै छ, जनसङ्ख्या धेरै छ त्यहाँको, त्यसैले कोही युट्युबरहरूले हिन्दी भाषामा बोलेर नेपालीहरूले पनि हिन्दी भाषामा बोलेर राखेका हुन्छन्। किनकि नेपालीहरू अलिक कम हुनुहुन्छ, जनसङ्ख्या कम छ, त्यसैले भ्युज पनि अलिक कम आउने, सब्सक्राइबर पुर्याउन नि अलिक
गाह्रो हुने त्यस्तो हुन्छ। तर इन्डियनमा हेर्नुभयो भने इन्डियनहरूको सबैभन्दा धेरै सब्सक्राइबर हुने, छिटो समयमै ग्रो हुने त्यस्तो पनि भएको हुनसक्छ। त्यसैले तपाईँलाई कुन भाषामा बोलेर भिडियो अपलोड गर्न मन छ त्यसरी राख्न सक्नुहुन्छ। अनि भिडियो चाहिँ यसरी खिचेर तपाईँले यस्तो यस्तो गरेर राख्न सक्नुहुन्छ। चलाउन मन छ भने तपाईँहरू अलि दिनपछि अलि राम्रो मोबाइल लिएर अथवा यस्तो यस्तो गरेर चलाउनु होला भनेर नपर्खनुहोस्। आजैबाट सुरु गर्नुहोस्। पोस्ट नगर्नुहोस्, भिडियो खिच्नुहोस्, दिनभरि के गरेँ त्यो हेर्नुहोस्, यस्तो यस्तो भएछ भनेर आफै हेर्नुहोस्। पोस्ट गर्न मन लाग्यो भने गर्नुहोस्, होइन भने फेरि अर्को पटकबाट सुरु गर्नुहोस्। यस्तै यस्तै गर्दै जानुहोस्, भविष्य उज्जवल हुन्छ। 9:02 मिनट छ भन्दा सुरु गरेकी थिएँ, 9:11 गयो। यो भिडियो धेरै यस्तै बोर लाग्यो भने पनि झ्याउ हुन्छ क्या। त्यसैले अब पानी पर्यो भने देखाउँला, होइन भने चाहिँ यो भिडियो मैले यहीँ अन्त्य गरेर यसलाई चाहिँ यहीँ राख्छु, यत्तिकै राखिदिन्छु। बाँकी भिडियोहरू चाहिँ तपाईँहरूको कमेन्ट अनुसार लिएर आउँछु। यो भिडियो पनि एडिट गरेर राख्छु म। एडिट गर्न आउँदैन यताउति भन्ने कुराहरू होला, त्यो बिस्तारै हुँदै जान्छ, आतिनु पर्दैन, म छु। मैले बताउनु पर्ने कुरा सबै बताएँ नि। मोबाइल पनि अब जुनसुकै भए पनि भइहाल्यो। भिडियो बनाउनलाई तपाईँ केही जब गर्दै हुनुहुन्छ, समय निकाल्न कसरी निकाल्ने त्यो पनि बताइसकेँ। अथवा कुन जस्तो अलि अप्ठ्यारै जब छ भने पनि कसरी गर्ने त्यो बारेमा पनि म बताउँला। तपाईँहरू कमेन्टमा चाहिँ मलाई प्रश्नहरू सोध्नुहोस्। तिमी त खुबै जानिरहेछौ युट्युब यताउति भन्ने कुराहरू आउन सक्ला। म आइडियाहरू चाहिँ जानेकी छु, यो कन्टेन्टमा यसरी बनाउँदा हुन्छ अथवा यसरी राख्दा हुन्छ भन्ने कुरा जानेकी छु। एडिटहरू पनि म धेरै एकदम खतरा खालको एडिट पनि गर्दिनँ, नर्मल नै हुन्छ। धेरै जस्तो खिचेँ त्यस्तै नै राखेकी हुन्छु। होइन भने चाहिँ त्यो एडिटहरू गर्न, मोनिटाइजिङ सिस्टमहरू तिनी गर्नेहरू थुप्रै हुनुहुन्छ। त्यसै सम्बन्धी नै काम गर्नेहरू हुनुहुन्छ, एडिट गर्नेहरू पनि हुनुहुन्छ। त्यस्तो त्यस्तो जस्तै म जति भिडियो राखे पनि मेरो युट्युब च्यानल मोनिटाइजिङ सिस्टम हेरिदिने, सुरुमा पहिलोचोटि मोनिटाइजिङ भइसकेपछि त्यसलाई अन गरिदिने कोही हुनुहुन्छ, म त्यो बारेमा पनि जानकारी दिउँला। उहाँहरूलाई भनेपछि मेरो आइडी यस्तो यस्तो छ, यति पुगिसक्यो, अब यसलाई चाहिँ मोनिटाइजिङ अन गर्नुपर्ने छ भनेपछि तपाईँहरूले केही पैसा दिएर उहाँहरूलाई भनेर त्यो च्यानललाई मोनिटाइजिङ अन गर्न सक्नुहुन्छ। अनि त्यसपछि च्यानल सुरक्षित हुन्छ। आफूले पासवर्ड राख्यो, अपलोड गर्दै गयो, त्यही अनुसार अब मोनिटाइजिङ भइसकेपछि पैसाहरू आउन थाल्छ। भिडियोहरू अरूको त भाइरल हुन्छ, हामी भाइरल मान्छे होइन, कसरी भाइरल हुन्छ भन्ने कुरा हुँदैन। युट्युबमा त्यस्तो भेदभाव हुँदैन। तपाईँहरू भिडियो राख्दै जानुहोस्, रेगुलर राख्दै जानुहोस्। तपाईँहरूको साथी छन् छैनन् त्यो मतलब नगर्नुहोस्, सब्सक्राइबर बढ्छन् बढ्दैन त्यो पनि मतलब नगर्नुहोस्। रेगुलर काममा ध्यान दिनुभयो, 2-4 दिन राख्नुभयो अनि भ्युज पनि आउन केही पनि आउन, चाहिएन भनेर छोडिदिनु पनि हुन सक्नुहुन्छ। हामीले दाँत माझ्छौँ, दिनदिनै माझ्छौँ, अनि सेतो एक दिन माझ्दैमा पुरै दाँत चम्किने राम्रो त हुने होइन नि त। त्यसलाई मेहनत गरेर लगातार माझ्दै आयो, बिहान साँझ सधैँ माझ्दै आयो भने पनि राम्रो हुने हो। तपाईँहरू 1 महिना मान्नुहुन्न, एकैपटकमा म एकैचोटि यसो गर्छु भने टर्लक्क टल्किनु त हुँदैन नि। यो कुरामा पनि ध्यान राख्नुपर्छ। भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। आफूलाई मनमा लागेका जिज्ञासाहरू राखिदिनु होला भन्दै बिदा हुन्छु। नमस्कार।